हेलो साथीहरु, आज चाहिँ मेरो डे 4 मिनी ब्लग। दिन 2 दिन भन्दा भन्दै 4 दिन भइसक्यो मैले मिनी ब्लग बनाउन थालेको। मिनी ब्लग त भनिन्छ, तर कति गाह्रो हुने रहेछ के यो मिनी ब्लगको लागि भिडियो बनाउन पनि। म त बेला बेला भिडियो अन गरे भन्ने रहेछु, बिर्सिन रहेछु के अन गर्न अनै नभएको हुने। अनि यता आधा काम भइसकिने, अनि मोबाइल हेर्दाखेरि त भिडियो अनै नभएको गरी मैले आज साँझको लागि खाना बनाएको भिडियो बनाएको छु। खानामा फेरि चिकन करी र चिकन रोस्ट अनि भात बनाएको छु, सादा खाना। चिकन करी बनाउनलाई मैले पहिला सुरुमा तेलमा राम्रोसँग मासुलाई भुट्छु। मासु रातो हुने गरी भुटिसकेपछि त्यसमा प्याज हाल्छु अनि थोरै नुन हालेर प्याजलाई भुट्छु। प्याज भुटेर मरमसला हाल्ने हो के रे। म त भिडियोको चक्करमा मरमसला नहालिकन मासु हाल्दैछु कि। तर पनि मिठो त मिठै भएको थियो। साथीहरू, यो घाममा तपाईँहरू के गरी खाना बनाउनुहुन्छ के? खाना बनाउँदै बत्ती गयो अनि पङ्खा पनि गयो। जति घाम भए पनि खाना बनाउन त परिहाल्यो, छोरोको लागि भए पनि। आफू पनि छोरोले यो खान्छ कि त्यो खान्छ कि भनी कति दुःख गरेर बनाएर खुवाइन्छ। अनि पसलमा आउने मान्छेहरूले, अब ओल्तिर पल्तिरका मान्छेले फेरि तिमीले त छोरालाई खाना पनि दिन्नौ क्या भन्छ। आफ्नो सन्तानलाई पनि कसले खाना दिन्न र साथीहरू? आफ्नो घाँस काटी भए पनि खुवाइन्छ के अरे। आफ्नो सबैले बिर्सिन रहेछन् साथीहरू। अनि त्यसपछि अरूलाई भन्न कति सजिलो हो के, खानै दिन्ने हो अरे। लौ ले जति जे भने पनि मैले अब छोरोलाई खुवाउने पनि खुवाएकै छु। यिनी कुरा गर्दा मेरो खाना पनि पाक्यो नि, भरै रोस्ट देखाइरहेछु अझै। मासु पाक्यो, भात पाक्यो। बाई बाई साथीहरू।